बनाएर प्रेमको पुल नै दिन मन लाग्छ, बनाएर प्रेमको पुल नै दिन मन लाग्छ, खनेर दयाको मूल नै दिन मन लाग्छ। घृणा रोपेर प्रेम टिप्न सकिँदैन, घृणा रोपेर प्रेम टिप्न सकिँदैन। फुलको थुङ्गा दिनेलाई फुल नै दिन मन लाग्छ, फुलको थुङ्गा दिनेलाई फुल नै दिन मन लाग्छ। नमस्कार, म श्रीराम। के तपाईँ चाहनुहुन्छ कि सबै मान्छेले मलाई मन पराउन्, म सबैको प्रिय पात्र बनूँ? को चाहँदैन कि मेरो प्रशंसा होस्, मेरो सम्मान होस्, मलाई सबैले मन पराउन्, मेरा वरिपरि धेरै मान्छेहरू झुमुन्, मेरो विचारसँग सहमत हुन्? सबैले चाहन्छ। तर त्यसका लागि यदि तपाईँले अरूलाई मन पराउनु हुन्न भने अरूले पनि तपाईँलाई मन पराउँदैनन्। कारखानाका मजदुर हुन् या कार्यालयका कर्मचारी, सिंहासनमा विरासित राजा हुन् या राजा छान्ने प्रजा, हरेक व्यक्तिले आफूलाई मन पराउनेलाई नै मन पराएको हुन्छ। म पहिले भनौँ, आजको विषयवस्तु मेरो हकमा लागू हुँदैन, अब तेरै हकमा लागू हुँदैन भने सुनाइरहनु किन पर्यो भन्ने प्रश्न तपाईँको जायज छ। हेर्नुहोस्, तपाईँका मेरा विचारहरू भावनाहरू कहाँ एउटै छन् र? तपाईँलाई मन नपर्ने चिज मलाई मन पर्न सक्छ, मलाई मन पर्ने चिज तपाईँलाई मन नपर्न सक्छ। कोही मान्छे एक्लै हिँड्न रुचाउँछ, कोही मान्छे बतानसहित हिँड्न रुचाउँछ, कोही मान्छे एकान्त रुचाउँछ, कोही भिडभाड रुचाउँछ। मेरो छोडिदिनुहोस्, म तपाईँको अझ ती व्यक्तिहरूलाई कुरा गर्दैछु जो मान्छे तेरा साथी धेरै कि मेरा साथी धेरै, तँलाई रुचाउने धेरै कि मलाई रुचाउने धेरै, तँलाई पछ्याउने धेरै कि मलाई पछ्याउने धेरै भनेर प्रतिस्पर्धा गर्न चाहनेहरूका लागि यो भिडियो झन् अरू सहयोगी हुनेछ। आफ्नो सम्पर्कमा आएका सबै मान्छेलाई रुचाउनुपर्छ, मन पराउनुपर्छ भन्ने होइन, तर तपाईँ धेरै नै मान्छेलाई रुचाउनु हुन्न भने तपाईँमा नै केही गडबडी छ। एकपटक एउटा कलेजका विद्यार्थीहरूलाई आफूलाई मन नपर्ने व्यक्तिहरूको सूची तयार पार्न भनेर भनियो। तोकिएको समय बितिसक्दा ती प्रत्येक विद्यार्थीसँग आफ्नो आफ्नो अलग अलग लिस्ट थियो। त्यसबाट के पत्ता लाग्यो भने जो व्यक्तिले सबभन्दा धेरैलाई मन पराउँदैन थियो ऊ आफू नै सबभन्दा धेरै व्यक्तिको मन नपर्ने सूचीमा थियो। यदि तपाईँ एक्लो हुनुहुन्छ, साथी छैनन् भने साथी बनाउनुहोस्। जसरी तपाईँ अरूले मलाई सहयोग गरून् भन्ने चाहना राखे जस्तै तपाईँले पनि कहिलेकाहीँ अरूलाई सहयोग गर्नुहोस्। दार्शनिक जेम्स ब्यारीले भनेका छन्, जसले अरूको जीवनमा नयाँ प्रभात ल्याउँछ उसको जीवनमा आउने नयाँ प्रभातलाई पनि कसैले रोक्न सक्दैन। यदि तपाईँ आफू नै दया देखाउन सक्नुहुन्न भने अरूले दया देखाएनन् भनेर गुनासो नगर्नु। तर तपाईँले देखाएका दयाका भावहरू कुनै न कुनै दिन तपाईँ आफैमा एक दिन फर्केर आउनेछन्। तपाईँले दया देखाएका व्यक्तिहरूबाटै नआए पनि अरू कुनै व्यक्तिबाट अवश्य आउँछ। ढिलो या चाँडो सब कुरा सन्तुलित भएर आउँछ। अहिले एउटा उदाहरण लिनुहोस्, हाम्रो नेपाली बजारमा टिकटकको ट्रेनिङ चलेको छ। मान्छेहरू भनिरहेका हुन्छन् तपाईँ मलाई फलो गर्नुहोस्, म पनि तपाईँलाई फलो गर्छु, तपाईँ मेरा यतिवटा भिडियोलाई लाइक गर्नुहोस्, म पनि तपाईँका यतिवटा भिडियोलाई लाइक गर्छु। मतलब तपाईँ मलाई मन पराउनुहुन्छ भने म पनि तपाईँलाई मन पराउँछु। यदि हामी अरूलाई मन पराउँदैनौँ भने अरूले पनि हामीलाई मन पराउँदैनन्। यदि हामीले अरूलाई खराब व्यवहार गर्छौँ भने अरूले पनि हामीलाई खराब व्यवहार गरिरहेका हुन्छन्। यसलाई प्रमाणित गरेर हेर्नका लागि यदि तपाईँ कोहीसँग झर्किएर बोल्नुहुन्छ भने त्यो व्यक्ति पनि तपाईँसँग झर्किएर बोल्छ। कोही व्यक्तिलाई तपाईँ आँखा तर्नुहुन्छ भने त्यो व्यक्तिले पनि तपाईँलाई आँखा तरेको हुन्छ। 2500 वर्ष पहिला भगवान बुद्धले गङ्गाको किनारमा आफ्ना चेलाहरूलाई भनेका छन्, तपाईँ अरूबाट जस्तो व्यवहार चाहनुहुन्छ आफू पनि अरूलाई त्यस्तै व्यवहार गर्नुहोस्। गाह्रो हुन्छ किनकि हामी आफूलाई श्रेष्ठ ठान्छौँ। मेरो विचार अरूले मान्नुपर्छ, मेरो निर्देशन अरूले मान्नुपर्छ, तर एक हातले ताली बज्दैन। दार्शनिक जी बेलीको भनाइअनुसार जीवनको त्यो सुन्दर क्षतिपूर्ति जस्तो लाग्छ कि कोही पनि व्यक्ति आफूलाई सहयोग नपाएसम्म अरूको सहयोग गर्नै चाहँदैन। अरूलाई खराब देख्ने मान्छेलाई कसले रुचाउँछ? कसैले पनि रुचाउँदैन। ती मान्छे त एक्ला मान्छे हुन् जो आफ्नो वरिपरि पुल बनाउनुको सट्टा पर्खाल बनाएर बसेका हुन्छन्। यो डायलग स्वयं म आफैलाई भने जस्तो लाग्यो। मेरो कुरा छोडिदिनुहोस्, म तपाईँको कुरा गर्दैछु। आफूलाई सहज बनाउनुहोस्, मुस्कुराउनुहोस्, मुस्कानको पछाडि दुनियाँ छ। अब यदि तपाईँ सबै मान्छेले मलाई मन पराउन् भन्ने चाहनुहुन्छ भने पहिलो पहल त तपाईँ स्वयं आफूले गर्नुपर्ने हुन्छ। कस्तो पहल? तपाईँ सुन्नुहोस्, नसुनाउनुहोस्। धेरै मान्छेको समस्या कहाँनिर छ त भन्दा आफूले धेरै कुरा सुनाउने, अरूको कुरा नसुन्ने। धेरै बोल्ने मान्छेलाई कसैले पनि रुचाउँदैन। तपाईँ आफू कम बोल्नुहोस् र अरूलाई चाख दिएर ध्यान दिएर सुन्ने गर्नुहोस्। तपाईँलाई भेट्ने 100मा 75 जना मान्छे तपाईँको सहानुभूतिको, तपाईँको स्वीकृतिको, तपाईँको मन्जुरीको भोका हुन्छन्। यदि तिनीहरूलाई स्वीकृति दिनुभयो, यदि तिनीहरूलाई सहानुभूति देखाउनु भयो भने उनीहरूले तपाईँलाई मन पराउँछन्। नम्बर 2, रुचि देखाउनुहोस्। तपाईले भेट्ने, तपाईलाई मन पराउन् भन्ने मान्छेहरूको रुचि के छ उनको रुचिमा आफ्नो रुचि मिलाउनुहोस्। तपाईले हेर्ने, बोल्ने र काम गर्ने यी तीनटा कुराले तपाईको व्यक्तित्वलाई निर्धारण गर्ने गर्छ। त्यसकारणले तपाईले अरूप्रति रुचि देखाउन थाल्नुहोस्। यदि रियाक्ट गर्नुहुन्छ भने सामनेवाला मान्छे बिस्किन्छ। नम्बर 3, स्वीकार गर्नुहोस्, भलै हार किन नहोस्। तपाई बहस गरेर नयाँ मान्छेको त के कुरा, आफ्नै साथीभाइ परिवारजनको पनि मन जित्न सक्नुहुन्न। तपाई बौद्धिक रूपमा विजयी बन्न सक्नुहुन्छ, तर त्यो विजयी खोक्रो हुन्छ।
सामनेवाला व्यक्तिको सद्भाव त कहिल्यै पनि जितिँदैन, बरु उसमा त झन् त्यो तर्क, त्यो बहस, त्यो प्रतिस्पर्धामा हार्नुको पीडाले द्वेष जन्माउने गर्छ। तपाईँ साँचो हो, तपाईँ सत्य हो, तपाईँ विजयी पनि हो, तर आफ्नो सत्यलाई छोडेर उनीहरूलाई दया देखाएर उनीहरूको कुरालाई स्वीकार गर्नुभयो, तपाईँले हार स्वीकार गर्नुभयो भने उनीहरूले तपाईँलाई रुचाउँछन्। यस्तो कुरा त हामी स्वीकार गर्न सक्दैनौँ, त्यही भएर त हामीलाई मान्छेले मन पराउँदैनन्। नम्बर 4, हरेक व्यक्तिलाई आफ्नो नाम प्यारो हुन्छ। कसैलाई पनि बोलाउने क्रममा तपाईँ उसको नामसहित सम्बोधन गरेर बोलाउनु भयो भने उनीहरूले तपाईँलाई रुचाउँछन्। अब केही मान्छेले सर म्याडम भनिदियो भने उनीहरूलाई राम्रो गर्व लाग्छ, तर अपवाद छोडेर धेरै मान्छे आफ्नो नामसहित बोलायो भने त्यो प्रभावकारी बन्न जान्छ। नम्बर 5, प्रशंसा गर्नुहोस्। मान्छे सानो होस् या ठुलो, धनी होस् या गरिब, कालो होस् या गोरो, होचो होस् या अग्लो, हरेक मान्छे प्रशंसाको भोको हुन्छ। प्रशंसा मानव हृदयलाई न्यानो पार्ने सौर्य प्रकाश जस्तै हो। यो प्रशंसा पाउनका लागि मान्छेले जे पनि गर्न तयार हुन्छ। प्रशंसा बिना हामी फुल्न र फक्रिन सक्दैनौँ। आलोचना र टिप्पणी गरेर कसैको मन जित्छु, कसैलाई काम लगाउँछु भन्ने कुरा सामने रहेको ऐनालाई फोरेर फेरि त्यसलाई जोडेर आफ्नै ऐना हेर्न खोज्नु जस्तै हो। ठिक हुन र सहयोग गर्न भन्दा आलोचना गर्न सजिलो छ र हामी त्यही गर्छौँ, तर आलोचनाले मान्छेमा भएको क्षमता पनि ओइलिएर जाने गर्छ। र नम्बर 6, व्यक्तित्व सुधार्ने सबभन्दा राम्रो उपाय भनेको आफ्नो बारेमा कम बोल्ने र अरूको मान्छेको बारेमा तिनकै बारेमा कुरा गर्ने। श्रवण, सुन्नु नै अरूलाई दिन सक्ने सबभन्दा ठुलो सम्मान हो। अब यतिको सम्मान त सबै मान्छेले खोजिरहेका हुन्छन्, हामीले त्यही सम्मान दिएपछि अरूले हामीलाई रुचाउँदैनन् त? अवश्य पनि रुचाउँछन्। यदि अरूले मलाई मन पराउन्, म सबैको दिलमा बस्न सकु, सबै मान्छे मेरो वरिपरि लागुन् भन्ने चाहनुहुन्छ भने तपाईँ आफ्नो हारलाई पनि स्वीकार गर्नुहोस्। यसरी अरूलाई दया देखाउनुहोस्। त्यो दया देखाउनु भनेको अरूलाई मन पराउन थाल्नुहोस्। यो मेरो शुभेच्छा छ। र अन्त्यमा कृपया यदि तपाईँ यो च्यानलका लागि नयाँ हुनुहुन्छ र अहिलेसम्म यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने तपाईँले पनि यसरी नै दया देखाएर मेरो यो च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्, ताकि म यस्तै खालका सन्देशमूलक भिडियोहरू लिएर आउन सकु। त्यतिन्जेलसम्मका लागि तपाईँको समय शुभ रहोस्। शुभ दिन।